guys, welcome to my channel. आज हामी गाउँ आयो हिजो गाउँ आयो बोराङ आज आएको बतासे अनि हामीलाई के हो रे मैले नामै बिर्से के रे ओइसेलु पायो तपाईँ देखाउँछु हामीले साच्ची भनेको गाइस देखाउँछु तपाईलाई गाइस खाइरहेको छु tasty guys, tasty. मेरोमा चाहिँ क्यामेरामा ध्यान हैन मेरोमा त बाबु यो ठाउँको नाम के हो रे बतासेमा तपाईलाई यो मिल्न सक्छ तपाईं प्लिज comment down please comment down ओइ बाबे हेर्नुसिनु गाइस के गरेर मेरो बाबु एकदम रुखमा चढेको जस्तो कस्तो मिठो लाग्यो त अनि पहिला नै टेस्ट गरेको थिएँ हैन तर यो चाहिँ कमिलाले अड्डा भनिसक्यो गाइस कमिलाले मैले कमिलाको अड्डा देखिसकेँ अड्डा त्यो गरेर तपाईँ देखाउँछु गाइस हेर्नु यो त यहाँ यिनीहरू गाइस यिनीहरू यो कमिला तपाईँलाई देखेर छैन होला कमिला गाइस हामीले अलिकति त्यहाँ पुग्यौँ अनि हामीहरू घुमायौँ अनि यहाँ पनि भनेको थियो बाबाले म त थाहा थिएन म त यहाँबाट सट्ट गएको थिएँ भ्लग बनाएर बाबु सबभन्दा ऊँची चाहिँ माउन्ट एभरेस्ट है बाबा अब त गर्मी लागिसक्यो अब के माउन्ट एभरेस्ट त देखिँदैन है अब उता थियो है माउन्ट एभरेस्ट त्यो बुढे चाहिँ गइसक्यो है योहरू है बाबा तर मलाई त अक्सिजन लिक्न गाह्रो हुन्छ है त्यहाँतिर बाबु रोकिछु नि म यहाँ भ्लग बनाउँदै जान्छु ल ट्याक्सी आएको ट्याक्सी एकदम हाम्रो घर देखेर तपाईँलाई देखाउने हो धेरै टाढा होइन है अब पारितिर तपाईँलाई बस त्यहाँतिर देखाएर बाबु म त यति त पावरफुल छ यहाँ चाहिँ क्यामेराबाट तपाईँ आइरहेको तर असलमा चाहिँ बाबा है हाम्रो चाहिँ गर्दाखेरि एकदम मजा आउँछ त ब्राइटनेस आउँछ है हामीले क्यामेरा उठ्यो गर्दाखेरि अनि यो अर्को तरफ अनि यो फरेस्ट नदी जङ्गल फरेस्ट त बुझ्दै त गाउँछ तपाईँ त म अस्ति पहिला खिच्दै थिएँ नि उता रोडबाट पानी त्यही बेला छचक्क खिच्दै है म त ऊ त्यो वाइट छ नि त्यहाँ तल गाई तल वाइट छ नि हो त्यतातिर है त्यहाँ पुग्यो अनि त्यहाँ पनि खिच्छ अनि त्यहाँ अझै रोड्नु गयो त्यहाँ पनि खिच्छ त्यस्तो भएर चाहिँ के पहिला चाहिँ त्यतिखेर मेरो भ्लग पनि थिएन त्यो म तपाईँलाई पहिला
त्यतातिर पसल छ गाइस यतातिर ओ माय गॉड तर यहाँ बाहिर गाइस अब हेर्छु क्या घच्याङ घच्याङ घटारा 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 क्या उफ्रिरहेको छु क्या उफ्रिरहेको छु क्या उफ्रिरहेको यार जस्तो गएर अझै हो है दमा म त्यहाँ मस्त अरेन्ज लगाइरहेको छु गाइस अरेन्ज आउँदै कहाँ गयो घर आइपुग्यो गाइस हाम्रो घर यो मतलब मेरो बाबाको घर अब यहाँ पार्किङ हुन्छ भित्रै पार्किङ हुन्छ गाइस हेरौँ अझै मात्र भ्लग बनाउँदै आएको है म त्यहाँतिर रोकेको एकछिन अनि भ्लग बनाऊ पछाडि यो यसो राखेर आएको तपाईँलाईतिर निदाउँथे अब हामी छिटै निस्किन्छौँ नि त त्यही भएर हामी 6 बजी उठे 6 बजी उठे के फाइदा भयो बेलुकै जानु पर्यो पुरै त्यहाँतिर पानी परेर थियो यहाँ छ नि यत्रो असिना आएको यति बेला भन्दा धेरै पहिला आएको थियो 3 बजे तपाईँ भिडियो बनाउनु म पुग्दिनँ त्यसमा बस म जम गर्दै पनि पुगेर आएर निको फोन बस निको फोन तपाईँ थाहा होला नि भाइ मेरो फोन चाहिँ पावरफुल हो तर म त फोनबाट गरेर निको फोन चाहिँ स्ट्रङ हो किनकि सबभन्दा पहिला आएको गाडी चाहिँ निको फोन सबभन्दा फर्स्ट चाहिँ निको फोन हो मोबाइलबाट के भएर के फाइदा भयो त अझै के फाइदा बाबु तपाईँ भने होइन हामी बाबु तपाईँ भने होइन 345 4तिर हुन्छ अनि 407 भयो हामी 2 बजी निस्क्यो है भाइ पनि आइज भाइ स्कुल मेरो स्कुल चले पनि छैन तर मेरो स्कुलको छुट्टी हो अनि भाइ आऊ त्यसले भाइ आऊ न नआउने भ्लग स्टप गर्ने अनि आउने हो स्टप गरिदिउँ भाइ गाइस तपाईँलाई फेस रिभिल चाहियो भने भाइको तपाईँलाई फेस रिभिल चाहियो भने भाइको तपाईँले मेरो सब्सक्राइब पुगाउनु पर्छ 10K सब्सक्राइब अनि मात्रै फेस रिभिल भाइको तपाईँले सब्सक्राइब गरिदिनु भयो भने 10K सम्म पुगाइदिनु भयो भने नि म तपाईँ फेस रिभिल भाइको देखाउँछु तर म अहिले देखाउन सक्दिनँ गाइस त्यही भएर बाई गाइस यति अहिलेको भ्लग गाइस म फेस रिभिल गरिहाल्छु नि पहिलेको भाइको फेस रिभिल गर्नको लागि म चाहिँ आइरहेको छु गाइस म भागिरहेको छु ओसेट भाग्यो ओसेट बहिनीको त फेस रिभिल भयो